हामी यसो घुम्न जाँदैछौँ होइन दाइहरूसँग हेर्दै जाउँ कहाँ घुम्ने हो कहाँ के गर्ने हो भनेर चाहिँ अहिले कान्तिलोक पोतो यो बाटो मास्तिरबाट सिधै गयो लिली पुगिन्छ यो बाटो गयो भने चाहिँ हेटुडा पुगिन्छ यताबाट चाहिँ हेटुडा जाने बाटो हो यो चाहिँ कान्तिलोक पोतो हुन्छ यसलाई होइन यसलाई टिका भैरवको यता चाहिँ मन्दिर हो यता चाहिँ दाह संस्कार गर्ने ठाउँ हो यो यहाँनिर चाहिँ यता चाहिँ मन्दिर हो टिका हो खोला दुईवटा खोला आउँछ यता एउटा लेलेतीबाट र एउटा यो माथि नल्लुतिरबाट भन्दा नि हुन्छ नल्लुतिरकै हो खोला उताको चाहिँ यो चाहिँ दोभान हो दुईवटा खोलाको अहिले चाहिँ हाम्रो खोर्सानीबारी जाने हेलमेटै लाएर भ्लग गर्नुपर्ने स्थिति आयो गम्भीर भएर अब यहाँ यस्तो खतरा पहिरो सहिरो गरेर बाटो बिग्रिरहेको चाहिँ यहाँ थियो अब यहाँनिर बाटो बिग्रिरहेको छैन हेरौँ है त ओहो यहाँ त्यस्तो बाटो बिग्रिएको चाहिँ रहेछ हाम्रो सान भाइ
बाघ भन्दै लाग्छ स्यालको बच्चा रहेछ। अब चाहिँ हामी खोर्सानी बारीतिर आइपुगेका छौँ। माहौल यस्तो छ त्यो हुस्सु हुस्सु। हामी यहाँ अगाडि बढ्दैछौँ। यसले मलाई आक्रमण गर्न सक्छ, त्यही भएर टाढैबाट हिँड्नुपर्छ। अस्तिको बेला आक्रमण गरिछ, यसले मलाई आक्रमण गरे अस्तिको बेला। त्यो योचोटि नै आक्रमण गर्न सक्छ भन्ने प्रबल सम्भावना भएर म अलिकति टाढो हिँड्छु। अब एकदम डेन्जर आयो त्यो साममा। ल यो चाहिँ खोर्सानी बारी बारी छ भनेर त लास्टमा बन्दबारी भनेर चाहिँ समाउँदो रहेछ। बन्दै बन्द छ गाउँतिर, खोर्सानी चाहिँ रहने रहेछ। के अरे खोर्सानी बारी भने खोर्सानी चाहिँ रहने रहेछ, बन्दै बन्द रहेछ। बन्दबारी भनेर चाहिँ समाउँदो रहेछ भने यहाँ त छन् दुइटा। बन्दै बन्द छ। केजी रहेछ है यतातिर। यो नर्सरी, यो एलकेजी, यो युकेजी। स्विमिङ पुल पनि छ यो घरमा। ट्याक्क ल्याएर यहाँ चाहिँ यस्तो यस्तो घर हुँदो रहेछ। यस्तो यस्तो घर छ यहाँ चाहिँ। घुम्दै आयो फोटो खिच्दै। शान्तिनो सुटिङ हुँदैछ। अहिले चाहिँ हामी यहाँ खोर्सानी बारी छौँ। खोर्सानी बारी 3 दलचौकी खोर्सानी बारी सम्पर्क नभएर यहाँ ढिँडो छिटो खानु परेमा हुन्छ। यस्तो बाटो छ एकदम डेन्जर। सिसिटिभी यहाँ ठाउँ एकदम एपिक छ। 360 अनि सिसिटिभी छ। हाम्रो चाहिँ सानो सुटिङ चल्दैछ होइन। यस्तो हाम्रो सधैँ कस्तो गोरो देखेँ किन हो यो, म यस्तै गोरो हो कि के हो। यहाँ हाम्रो क्यामेराम्यान विवेक बुढाथोकीको एकदम यहाँ चल्दैछ। हामी 3-4वटा फुटेजहरू लिँदैछौँ राम्रो राम्रो होइन। अब एउटा आउँदैछन् क्यामेराम्यान। यस्तै छ हामी आज चल्दैछ। ए डाङ्रा सानो भाइले त 1-2टा फुटेज दिँदैछ यतितिरको होइन। मैले नि अब लिन्छु 1-2टा राम्रो खालि। के हो यो क्यामेरै राम्रो हो कि मेरो अनुहार राम्रो हो भनेर मैले अहिले बुझ्नै सकिनँ क्या। फेरि यस्तो पऱ्यो गोरो नि आयो यहाँ होइन। यहाँ हाम्रो यहाँ अब 1-2टा सकिन्छ, त्यसपछि हामी नि अब घरतिर लाग्छौँ। आजको अब यो सानो मिठो शान्तिनो भ्लग चाहिँ यतै टुङ्गाउनु पर्ला जस्तो छ है।